मान्छे त बिजु पानी दालेको छ मलाई बुढी पाल्दैन होला हौ के प्याले हुन्छ उठ बोकेको पैसा लाग्छ अब सकियो सरी यो चस्मा लाउनु मेरो पेटको निम्तो यहीबाट दिन्छ म काटबाट सक्दिन जन्मेदेखि तिमीलाई हो केटा हो मौका छ दाँत देखाइदियो बाबा हाँस 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 गुड मर्निङ जस्तै सेवा जस्तो बा सबैजनामा मेरो भगवतबाट बितिसकेको छ त हौ इन्ट्रो हाल्नु पनि बिर्सकेको त्यही हो सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा अनि आज धेरै पछि फेरि स्टार्ट गरिदिएको एउटा कुरो त फोन बिग्रेको थियो र मैले भ्लगलाई क्विट गरेको थिएँ अनि आज चाहिँ बनाइदिउँ न त ह्याकको के छ र होइन किन नबनाउने बनाउनु स्टार्ट गर्ने हो भनेर चाहिँ स्टार्ट गर्न आएको छ अनि यहाँनिर चाहिँ हाम्रो साथी पनि छ कसैले उठाउनु पर्छ कलेज जाने बेलामा कपिराइट लाग्छ होला है यो अलार्मले पनि मारेर बिर्सिन्छ काम जानु ल टपी भइसक्यो अब कलेज जाने हो अनि यो अर्को प्रब्लम के भइरहेको छ नि फोन बनाएको पछाडिको क्यामेरामा धुलो बसाइदिएको छ क्या मानिसहरूलाई त्यसपछि पछाडिको क्यामेराबाट पाउँछ छैन मैले उठाउँछु अनि यसको रुम गरेर लुगा ल्याएर कलेज जाने उठ उठ मान्छे त बिजु पानी दालिसक्यो हौ मलाई बुढी पाल्दैन होला हौ कसले पालिन्छ यसको बुढी यार उठ बुढी पाल्नुपर्छ फेरि पछि फेरि के साथी यार मैले त सकिनँ पाल्न भन्न थाल्यो भने गाह्रो छ उठ टाइम रनिङ आउट उठ म जानु त तिमी नजाने अब चाहिँ भक्का बुढी पाल्दैन यसले ल यसलाई म उठाउँछु यसलाई उठाइसक्यो मैले अनि हाम्रो मम्मी आफ्नो उठ्ने बित्तिकै प्रशंसा गर्दैन हेर्छन् कि सुन्नेमा होइन राज यहाँ नुहाउँदैछ अनि यहाँ ओइ भन्न हौ के छ हौ के प्याले हुन्छ उठ तेरो साला न केही छ न केही छ स्कुल कलेज केही छैन तँलाई जस्तो मोज कसलाई चाहिँ छ हौ कसलाई छ ज्वरो आल्छ त हौ यहाँ न यहाँ कस्तो पट भएको कता हेरेको बिजुली पाले यहाँ छ यहाँ अबे झन्डै टोको अब त केही गर्दिनँ ल तँलाई जहिले बुझ्छु किन गर्दिनँ त कहाँको दादा हो तँलाई ल चाहिँ गर्दिनँ भाग हेरे उयो तँसँग अनुहार मिल्छ मेरो शत्रु होइन ए होइन होइन ल भोलि बिस्कुट किनिदिन्छु ल अहिले जा लाग्दैको होइन अनि सिलाम सागमा हेर्न सक्नुहुन्छ एउटा टु बिमला उसको च्यानल पनि छ यहाँ तल डिस्क्रिप्सनमा हेर्न सक्नुहुन्छ है ल गाइज हामी कलेजमा पुगेर त्यो चाहिँ हाम्रो तपाईँले पठाइदिएको सेन्ट हो यो सेन्ट चाहिँ एकदम पाउनुको लागि त्यसको कम्पनी तँलासँगै जानुपर्छ अनि मात्रै ए हो कहिले त तपाईँले किन्नुहुन्छ अनि मात्रै किन्नु ल भोलि आवाज है बोकेको पैसा लाग्छ अब सकियो नि अब सेन्टको त पुरै छ होला बोकेकै पैसा लाग्छ यत्तिकै चाहिँ हुनु पर्यो है त मारेको छैन त नि ल अस्सलाम वालेकुम सलाम के अरे कपालमा चाहिँ कुन तेल लगाएको हामीले सिरम अनि पक्न के लाग्छ सक्दै है त त्यहाँ त केटी त देख्छ कि त्यो त जानै मन लाग्ने ल बन्द गर ल अब ल बन्द गरेको ल गाइज हामी चाहिँ कलेज आइसक्यौँ होइन अनि अहिले चाहिँ केक लिन जाने कार्यक्रम हुँदैछ आज चाहिँ हाम्रो लास्ट चाहिँ भन्दा हुन्छ भोलि पनि छ के कार्यक्रम छ भोलि थाहा छैन अनि हाम्रो गाइजहरू यता छन् होइन हाम्रो क्याप्टेन हो नि फेरि कस्तो हो अलि राज नहुँदा त बोल्न आउँदैन त राज आउनु हो तिमी आएर क्याप्टेनलाई दिएँ है मैले हेलो गाइज हामी जाँदैछौँ केक लिन आज चाहिँ हाम्रो क्लासको फेयरवेल नमस्कार भागेर बनेको भाइ हामी चाहिँ बेकरी गएको तर खुल्ला हुन्छ कि हुँदैन भनेर हामीलाई थाहा छैन गाइज स्मरण हुन चाहिँ गोरो छ तर यहाँ चाहिँ कालो कालो देखिरहेछ है हल्का गोरु छु म हुन त गोरै छौँ नि त हल्का त हेर न केटी हो गोरु छु त सिधाले भनिसक्यो क्याप्टेनले भनिसकेको छ होइन मेरो कपाल कि आज मैले 3 चोटि बारेको भरे क्लासबाट खोल्दै मैले ल है चस्मा लगाएर चाहिँ के गाइसक्यो हाम्रो अनि केटा हो केटी ए केटी पनि छ है केटी पनि छ त्यो देखाऊ है चस्मा लाउँदा त अनि मारेको छ पैसा छ है केटी हो पैसा
गाइजहरु हामीले तिमीहरुको पैसा हामीले त केकबाट उपाडेको छौँ नि फेरि केकबाट त हामी राम्रो डिस्काउन्ट गरिदिएको नि 200 रुपियाँ डिस्काउन्ट हानिदिएको अनि किनभने आज हामीसँग सीता छ सीता यस ल गाइज है अहिले हामी फेरि गर्छौँ भिडियो यहाँ हेलो आम भाइ ए भाइ यता ल्याउनु गाइज हाम्रो फुल्ली डेकोरेसन सक्नुको हैन यस्तो एउटा डेकोरेसन पुरा काटेर चाकु गए चाकु गए ह्यापी बर्थडे सबैजना छ है यहाँनिर सरहरू पनि सर यो चस्मा लाउनु होला 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 आज लास्ट दिन होला नगर क्याप्टेनले भनेको मान भोलिदेखि नर्ने भन्नु के छ अन्तिममा भन्नु के छ सबैजनाको के भन्नु छ कि यहाँनिर भने अब सबैलाई निम्तो गरेर है भन्छु यो ग्रुपबाट कोही पनि लिफ्ट नहो पछि मेरो बेडको निम्तो यहीबाट दिन्छ म खाटबाट सक्दिनँ मेरो पनि आउँछ है मेरो चाहिँ अहिलेदेखि सबैजनालाई भयो के तिमीहरूको केही भन्नु छ तर केटा हो यहाँ सुन केटा हो यहाँ मध्येको केटीलाई चाहिँ नहेर हेर सबै प्याक हो होइन सिङ्गल केटी चाहिँ ए यिनीहरू सिङ्गल अरे यिनीहरू सिङ्गल कि मिङ्गल हाम्रो स्कुलमा केटीहरू हेरे के भयो यो मेरो हात मलाई चिन है यस्तो गाई जाँदा चाहिँ यस्तै भयो होइन अगाडि हाम्रो वार्डनहरू त्यो वार्डनहरू दिए साथीभाइ र हामी चाहिँ लगभग 2 घन्टाको बसपछि चाहिँ हामी फिल्म हेर्ने निष्कर्षमा पुगेको छौँ अनि त्यो भएर चाहिँ हामी जाँदैछौँ मैले होइन कहाँ हिँडेको तिमीहरू ओइ कहाँ हिँडेको गाई खोइ तिम्रो बोयफ्रेन्ड खोइ जन्मेदेखि सिङ्गल हो केटा हो मौका छ है बुझे मौका छ है केटा हो सिङ्गल हो अरे म पनि सिङ्गलै हो केटी हो मौका छ है तँलाई के छ यार तँ पनि मिङ्गल होइन छेउमै छ है मान्छे छेउमै छ ठिक्क बोले अन्त सिङ्गल जन्मेको हेर भाइ अब के गर्छस् भाइ भाइ के गर्छ बेटा भोग्दैछ केटाले राम्रै भोग्दैछ भोग्न त भएपछि छैन राम्रै भोग्दैछ आज चाहिँ यहाँ आउन यहाँ तिमी सिङ्गल कि मिङ्गल कि सिङ्गल हो म दुईटै हो दोस्त ए उता दुईटै अलवेज हो है खोइ उसको खोइ गर्लफ्रेन्ड खोइ सिङ्गल जति यता है हामी गाइस फिल्म हेर्न चाहिँ गयौँ भएर टिकटै पाउँदैन अनि टिकट नपाएर हामी फिर्किन्छौँ यहाँ तिमी सिङ्गल हो कि मिङ्गल हो केटा पनि मौका छ है विचार गरौँ नि पाउने हो नि केटा फेरि सक्यो डिस्काउन्ट माग्ने काम हुँदैछ डिस्काउन्ट चाहिँ भएको छैन
यहाँ युट्युबमा हामी भिडियो बनाइदिन्छौँ डिस्काउन्ट गरिदिनु न यार भोलिदेखि ओइरो हौ यहाँनिर काठमाडौँदेखिको मान्छे आउँछ भोलिदेखि प्रमोसन भएर आज शनिबार बनाइदिउँ न अनि होइन अब डिस्काउन्ट हुन्छ भने हेर्दैन म त जाने घरतिर हामी कोका कोलाबाट आएको क्या यताबाट पनि सम्झाउन हौ त्यहाँदेखि कोकाकोलाको यो हामी कोका कोलाबाट आएको क्या अर्कोचोटि एक बन्डल फ्री हुन्छ गरिदिनु पर्यो कोका कोलाको घुस दिएको छु मैले अब हुन्छ यहाँनिर डिस्काउन्ट हाम्रो साथीहरू है ऊ पनि ब्लगर हो है म डिस्क्रिप्सनमा लिङ्क हालिदिन्छु बिग फ्यान छ अर्को हातमा फेरि मुला तिम्रो पनि बिग फ्यान है फेसबुकको त्यो फोटोहरू हेरेर ओ आशिषको साथी के छ करण जोर उमा यता आउन अरूले नदेखाऊ मैले किन्न त दिनु क्यामेरा ए अलि यसो गर्नुपर्छ उमालाई गर्नलाई त यसरी बस्नुपर्छ खोइ के हो यत्रो पावर लगाइसक्यो यसो फोन गरेन हौ के त्यो दुर्गाप्रसादलाई गर न दुर्गाप्रसादलाई फोन गर न हौ के गर्छ हो भाइ भन्दै बुझाइहाल्छ यहाँनिर कुरो बुझ्नु भएन भन्दै सुन न यहाँ सुन न सबैभन्दा अगाडिको काट्दैन कसैले टिकटै काटेको छैन खाली छ अरे खाली छ अरे होइन गएर बस्दैन त्यहाँ पछाडि बस्दा बालको त साह्रो भने फेरि माथि गएर बस्नु लान तल छान्छ माथि जाउँ तल छान्छ माथि जाउँ यार के गरेको यार मेरो प्यारी प्यारी बुइनी बुइनी ए भाइ रहेछ साइला हो कि साइले हौ त्यता नहेर्ने कि दाँत देखाइदेऊ दाँत देखाइदियो बाबा हाँस 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 हाँस्देऊ हल्का सेन्टी नै हो 50 सेन्टी होइन भाइलाई धेरै हावा छ झन् त मेडीलाई भाइलाई तपाईँ त बरादन त मेरो टिकट देऊ के भनेको उसले अहिले त बुझिन त हो कति बनाउनु हौ भ्लग पनि होइन ए नयाँ मान्छेहरू आउनु भएको छ ए तिमीलाई सकेको थियो कि केही भन्नु फेरि भन्नु छैन टिकट देखाऊ टिकट 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 यो ब्ल्याकमा बेच्दा हुन्छ कि हुँदैन अब दाइ यो बाहिर अब ब्ल्याकमा बेच्दा हुन्छ कि टिकट ओए ओए 280 एकको दुई 280 यता है टिकट दिने ठाउँ ल के भयो तिमीलाई के भयो लिम्बू भाषामा के भन्छ वाट ह्यापेन लिम्बू भाषा ठेबान बोक्बे कुछ नहीं ठेबान बोक्बे टेङ्बे हैन ठेकबाङ बोक्बे अब हेर्नु जाने हो होइन नि क्या कलेज स्टुडेन्ट हो सबैहरू देखि ल आफ्नै भ्लग ल युट्युबमा गएर हेर्नु ल क्या रिया अब चाहिँ हामी चाहिँ भेट्न छिर्न आँटेको त्योभन्दा अगाडि चाहिँ मूत्र विसर्जन गर्न एकदमै जरुरी हुन्छ होइन हामी पनि यस्तै हुनुपर्छ है गाइस पछि ओ यहाँ सुन न यो नि पछि फ्युचरसम्म पनि रहिरहन्छ क्या युट्युबमा छोरा नातिले पनि हेर्छ क्या गाइस नमस्ते यो पुरै फ्युचरसम्म रहिरहन्छ क्या हेर ओ यो भोलिबाट तिमीहरूको छोरा नातिले पनि हेर्न पाउँछ यहाँ देख नि आफ्नै ब्लग मेरो फ्युचर छोराछोरीलाई के भन्न चाहन्छु तिमीहरू पनि होइन ज्ञानी हुनु छोड्यौ भोलिपछि तिमीहरूको छोराछोरीले पनि हेर्न पाउँछ यो भिडियो युट्युबमा जान्छ नि त यति धेरै रमाइलो गर्नु रमाइलो पढ्न बिर्सेर बरु रमाइलो गर मेरो छोराछोरीहरू म धनी बाबा ओ फटा नबोल हो के साह्रो टुट हाल्नुपर्छ बाई बाई गाइस बाई बाई तिमीहरू चाहिँ यति जाने हो साथीभाइहरू आजको दिन त्यस्तै भएन अनि अहिलेसम्म कलेजको ड्रेस चेन्ज गरेको छैन लिटरली 6 बजिसक्यो आएर म चाहिँ छुट्टै कुराको हालत पनि यस्तो छ अनि त्यही हो तपाईँहरूले अहिलेसम्म भ्लगलाई हेरिदिनु भयो भने त्यसको लागि धेरै धेरै धन्यवाद हेरिदिनु भएन भने पछाडि आइदिनु भयो यहाँसम्म हेर्दैन अहिले त
अनि त्यही हो गाइज थ्याङ्क यू फर वाचिङ बाई फेरि भेटौँला कहिले भेट्छु थाहा छैन होइन ओके बाई बाई ऐसी जीत चाहे जिंदगी